सञ्जीव चाहिँ अहिले सोरुममा कुरेर बसिरहेको होला मलाई चाहिँ। अनि सञ्जीवलाई लिएर चाहिँ म अहिले ब्यासिदाई भतिङ जान्छु होला। म चाहिँ अहिले माइती घर जाने हो, बुद्धनगर। तर जुन ठाउँको पनि नाम चाहिँ हुँदो रहेछ है, नजिक नजिकै, तर ठाउँको नाम चाहिँ अब त्यो गल्ली गल्लीको नाम जस्तै होइन। तर नाम सम्झिनै गाह्रो हुन्छ यताको। अहिले चाहिँ माइती घर सोरुममा जाम, मेरो फर्निचरको सोरुममा। यहीँ हो कि जाम हुने ठाउँ चाहिँ के कुनै बेलामा यहाँ है पछाडि लगभग 1 किलोमिटरसम्म जाम हुन्छ। 1 किलोमिटर त नभनौँ त्यही पनि। सो यो चाहिँ माइती घर मण्डलाको चोक, माइती घर होइन। अनि मेरो सोरुम चाहिँ उता छ। एकछिन अब कुर्नै पर्ने भयो है यहाँ चाहिँ। त्यहीँबाट यस्तो जेब्रा क्रसिङबाट आउनु नमिल्ने है। अस्ति नै एउटा साथले होइन त्यहाँ जेब्रा क्रसिङबाट सट्ट त्यहाँ छिराइदिएको होइन, बेकारमा चिट काट्दैन, बिलबुकी लिएर गइदियो नि मेरो। लाइसेन्स नै छैन उसको। सो डिलाइट नेपाल फर्निचर यहीँ छ है, आफ्नै त हो नि। जाम एकछिन बस्छु अनि त्यसपछि जाम। हामी चाहिँ यहीँ सोरुमबाट निस्क्यौँ म र सञ्जीव चाहिँ। अब गुगल म्याप हेर्दै हिँड्न लाग्यो, तर कता कता थाहै भएन कि है सञ्जीव। यतै हो ल। खोलाको बाटो जाम। छ यहीँबाट हो, स्योर हो। सो कहाँ पुग्यो त? ऊ यहीँ त छ नि दाइको बाइक त। बाइक हाम्रो नि माथि राखिदिनु भयो। ल फाइनल्ली पुग्यो हामी है। बालुवाटा रोड भित्र रहेछ। बालुवै बालुवा रहेछ नि त। अब टच हुन्छ क्या पछाडि निस्किनु त निस्कियो होइन। धन्न धकाल्नु पऱ्यो कि त्यहाँबाट। यति माथिबाट गइदिउँ। ब्यासिदाईहरू चाहिँ अगाडि कुरिराख्नुपर्छ है। पार्किङ भनेर यहाँ आइयो कि हामी चाहिँ अघि। ल दाइहरू अगाडि होइन, दुईजना बेच दाइ यो। लेट्स गो दाइ। बाइक नि पछाडिको टायर त चेन्ज छ नि त होइन। सेम बाइककै दुइटाको के। कडा कडा त यार। टक्को कोट प्यान्ट लाएर होइन। अगाडि त ब्याट्री है।
कतातिर जाने हो सही हो सही हो सही बहुत आइरहेको बवाल छ बवाल सो गाइज हामी चाहिँ बिचमा राधे राधेमा स्टप भएका छौँ किनकि हाम्रो साथीको बाइक यहीँ अगाडि रोकेको छ होइन सो साथीभाइहरूलाई पर्खिँदै गर्दाखेरि चाहिँ हामी यहाँ छौँ अब हामी चाहिँ सिधै जानु छ जुन चाहिँ काठमाडौँ टाढा छ तर हामी एकछिनमा जान्छौँ एकछिनमा जान्छौँ अहिले चाहिँ हामी यहाँबाट निस्किएको है सन्जित अगाडि दाइसँग बस्छ आज पेट्रोल हालेर ठिक भएछ नि त है नत्र त झ्याउ हुन्थ्यो यति टाढासम्म आउँदाखेरि पेट्रोल नभएर त्यस अघि चाहिँ मैले हालेँ 1200तिर पेट्रोल सही भयो सही हो सही रमाइलो गरेको रहेछ नि त होइन सही ठाउँमा आएछ नि त यही ब्याट्री त यही हो ठिक छ कता बस्थ्यौँ हामी त्यो मन्दिरमा बिहाको तन्तिर चाहिँ याद है म त त्यो बिहेमै आयो यार
ल गाइज गएको है ल के भनेको कहाँ हो जाने खास गरी ए हो जाम